कता हिँडेको तिमी भाउजू चाहिँ कता हिँडेको त बोल्न मिल्ने बोल्ने यो चाहिँ गीत गा जस्तो लाउनुपर्छ नि भाउजू लोकको मार्केट जानु पर्ने मार्केट तिमी चाहिँ कहाँ गयो यो जानु जान्छ कस्तो राम्रो दिन भएको है चिसो जाले चिसो छ है यो चाहिँ आज हामी चाहिँ यो ठाउँ चाहिँ कहाँ अरे भेगेदल होइन हामी चाहिँ आजको दिन चाहिँ सबैतिर बजार लाग्ने रहेछ अनि त्यो बजार हेर्नु घुम्नु गएको कस्तो राम्रो फुल पनि रहेछ बाटोमा त्यता आउँदैछौ फोटो पनि खिच्नु हिँडेको मान्छे गाडी पनि आयो हैन गाडी नै आयो ल अनि आजको दिन चाहिँ यस्तै हुन्छ बाहिरी टुर गएको के भन्छ डुल्नु हिँडेको अब यहाँ जापानिज फ्लावर्स देख्छ कति राम्रो यो जापानिज फ्लावर के भन्नु यो एउटा पुल हो पुल होइन यो एउटा यस्तो लेक हो लेक अनि त्यहाँ एउटा माछा पाउँछ अलिकति मात्रै टाइगर हिँड्दो रहेछ फुल पनि हेर्छ त्यो जापानिज फुल हो फुलको नाम के हो त ब्लसम साकुरा होला साकुरा साकुरा लागु हो त तिमी त्यहाँ जाऊ न बिहे
market so हामी चाहिँ अहिले यो हेगे दालको फुलभित्र छ होइन अनि ठाउँ चाहिँ एकदम राम्रो रहेछ होइन यहाँ हेर्नु पानी पानी पनि कति राम्रो हेर्नु त पानी पानी हेर्नु पानी कति राम्रो है ए फुलहरू यो फुल हेर्नु त यो फुल कस्तो फुल एकदम राम्रो ठाउँमा गा जस्तो लाग्यो क्या फुलै फुल भएको ठाउँमा फुल झर चाहिँ ल भयो यो चाहिँ हेगे दालको ठाउँ रहेछ कस्तो राम्रो ठाउँ हेर्नु न फुलै फुल भएको होइन भाउजू कान्छीलाई कस्तो लागिरहेछ गुड भोइस क्र्याक भयो मेरो भाउजू त्यहाँ पुगिसक्यो ए तिम्रो स्कुलमा हुन्न कस्तो राम्रो भ्यू है पानीको ठाउँ मम्मी त्यहाँ पुगिसक्यो घाम लाग्यो कस्तो घाम लाग्यो हामी चाहिँ लोकल मार्केटतिर आइपुग्नु लाग्यो कस्तो राम्रो ठाउँ रहेछ गाडी आयो मान्छेहरू पनि त्यहाँ छ भित्र छिरिरहेको छ मान्छेहरू हामी चाहिँ लोकल मार्केटबाट हिँडेको यता अहिले हामी चाहिँ पुल्से खाएको पुल्से Carolina के खाएको पुल्से मिठो छ भाउजू चाहिँ थाक्यो क्या सिस्नो पनि हो यस्तो दामी ठाउँ हेर्नु त भाउजू कता हिँडेको हो मान्छेहरूले यस्तरी लोकल मार्केटबाट सामान ल्याएछ यसरी कति धेरै चेयरहरू ल्याएछ नि त मान्छेले फर्केको तपाईँले के किनेन मान्छे त किनेछ त पुरै मान्छेले त किनिसकेछ तपाईँ चाहिँ किन नकिने त हेगे दालको घर चाहिँ यस्तो हुन्छ हेर्नु त हामी कहाँ हिँडेको अब किबी हामी चाहिँ किबीभित्र छिरेको होइन कपडाहरू पनि रहेछ त यहाँ किबीभित्र छिरेको हो अन्डरग्राउन्डमा के किन लाग्छ यस्तो खायो भने डाइटिङको लागि ठिक अरे नि त डाइटिङको लागि कति करोडमा टमाटर
कलर कुन चाहिँ लाने किवीको सुन्तला चाहिँ राम्रो हुन्छ र त भाउजूले के किन्न लागिसक्यो भाउजूले आज अर्को एउटा पनि किन्यो फेरि के हो किन्यो आज के किनेको घरमा गएर हेर्नुपर्छ है टमाटर हाल्नु लाग्यो हामी यस्तो राम्रो टमाटर है कतिवटा हाल्ने यहाँ चाहिँ अर्को नर्मल पसल पनि हुनुपर्ने छ क्या हुन्छ यति कि धेरै भयो अलिकति कम्ती किन्दै हो खोइ कस्तो सुन्तला हजुर नानी बोकेर भाउजू चाहिँ के किनेको पैसाहरू पनि खतरा हुन्छ है नर्वेमा यहाँ यस्तो ग्रिल गरेर खानालाई कतिबाट जाने नानीलाई सामान किन्दै हो पैसा सकेर हेर्नु 15 क्रोनरको यो 15 क्रोनरको होइन त यो हाम्रो 100 क्रोनरको फुलले तर यस्तो रहेछ यो के हो लोप लियोन्स मलाई खिच्नु यसरी यो चाहिँ 50 कतिको 100 क्रोनरको 15 क्रोनरको भाउजू चस्मा लगाइसकेको छ तिमीले मन नपरेर मलाई दिएको यो कसरी लाग्छ है नखाऊ त्यो चाहिँ उसको क्यामेराको हो म यो हाल लाउँछु तिमी हाल खिच्यो है एकछिन है यो हाल लाउँछु खिच है मलाई झऱ्यो आऊ छिटो जाम मम्मीसँग छिटो जाम आइपुग्यो एकछिन म हिँडेको के भएको यस्तो हो हो है यस्तो गाह्रो भएको त उयो बुढी एउटा को के हेरिरहेको तपाईँलाई हामी सँगसँगै आइपुगेछ त उयो हिरोहरू पनि फेरि घर आइपुग्यो पनि चेयर हो अघि पनि चेयर मात्रै थियो म त्यो भित्र छिर्दा कस्तो डर लाग्यो लोकल मार्केटमा के हो